म यतातिर देखाइदिन्छु है तलतिर। मलाई लाग्छ फेरि यहाँ हगेको पनि छन् होला जस्तो लागिरहेको छ। हग्न त हगेको रहेछन् गाइस यहाँ, तर हेर्नुपर्छ है, म त्यतातिर हेर्दैन। वाउ, देख्न सक्नुहुन्छ गाइस, बेबी उभिरहेका छन्। अनि हग्न त यहाँ आएर डाँडातिर तलतिर फर्केर हगिने त हुन्थ्यो गाइस, तर के गर्नु, यता यार जता सुकै हगेका छन् यार। रोडमा बल्ल बल्ल आयो यार, झन्डले बमित गरिदियो। यतातिर म चाहिँ यतातिर उभिरहेको छु, यतातिर गाउँहरू रहेछ, तल एकदम बबाल भिड रहेछ गाइस। बबाल देख्न सक्नुहुन्छ, बबाल देखिँदो रहेछ यहाँबाट, देख्नुहुन्छ। ओ माई गड, क्या दामी देखेको यार, दामी। स्वर्गद्वारीको स्वर्ग, बबाल भ्यू। अब यहाँ हिँड्न नि गाह्रो पो छ त फेरि, यहाँ जताततै रहेछ, कति हग्न सकेको यार। एउटा ठाउँमा टोइलेटको जरुरत भएछ, जतासुकै हगेका छन्। ओ माई गड, तर राम्रै देखिन त, दागाहरू हगेर हगे त बात रहेछ। अलि छिटो जान खतरा देखिया देखिनु। ओहो, मान्छेहरूको त यहाँ त कमी नै छैन रहेछ गाइस, कसम किसिम धेरै मान्छेहरू छ। तर यहाँ लास्ट गुई भएर हो क्या। अभी इधर ही है, नजदीक है, पुरा डराएका छन् यार। यिनीहरू कहिले नदेखाए जस्तो के गरे यस्तो नमुना देखिनु। अब यहाँ गु पनि गन्नाउने ठाउँमा आइपुग्नु। के गर्नु क्या, पारीको स्वर्गद्वारीको स्वर्ग देखाइन गइरहेको छ है। त्यहाँबाट देखाइदिनु पर्छ है तलतिर यसो स्वर्ग। ओ शिट यार, लास यार, जता पायो त्यतै हग्दो रहेछ त्यो भन्नाएर चाहिँ यार। तर यतातिर पनि टोइलेट बनाइदिनु पर्ने हो। यहाँको निकायहरूले मेरो भिडियो देख्नुभयो भने बनाइदिनु। यहाँ आर्मीको क्याम्प पनि रहेछ, तर अलिकति व्यवस्थित छैन यार। गुफा उधर है। यहाँदेखि म बब्बाल देखाउन गइरहेको छु है। यहाँबाट पनि बब्बाल देखिन्छ गाइस। गएको त छैन, मैले पनि फर्स्ट टाइम हो बेबीले चाहिँ। यहाँबाट पनि राम्रो देखिन्छ भने, तर यहाँ झिङ्गाहरू पनि बब्बाल रहेछ। यहाँ तोकेको छ गाइस। यहाँ चाहिँ हेलिप्याड पनि रहेछ, ओ माई गड। तर यहाँ कुहिरो गऱ्यो यार, कुहिरो नगरेको भयो बब्बाल देखिन्थ्यो गाइस। यतातिर यस्तरी जुन दामी देखिन्छ होला माथिबाट, यस्तो बात भएन। यहाँ हेलिप्याड पनि रहेछ, माथिबाट टुरिस्टहरू भिजिट गर्न आउँदाखेरि हेलिकप्टरबाट आयो भने। अब यतातिर डाँडामा, यहाँको एकदम मेन डाँडा भनेको यतै हो जस्तो लागिरहेको मलाई। वाउ, बबाल देखिँदो रहेछ गाइस, देख्नु सक्नुहुन्छ यता पछाडिको भ्यू। माई गड। अनि तलतिर के हो यो पहिरो गएको, यहाँ देख्न सक्नुहुन्छ यतातिर हगेको छ्या। पक्का राति आएर हगिदिएको हुनसक्छ यो ठाउँ त। यस्तो दामी, तर जता पायो त्यतै हगेका छन् यार। त्यो भएर राम्रो छैन। ठाउँ राम्रो छ तर ठिक छैन, सिधी रहेछ तलतिर माथि आउनलाई। यतातिर देख्न सक्नुहुन्छ पारीको मन्दिर, धेरै नै त्यहाँ देखेको छ कि छैन मन्दिर। बेबी कम हियर। उनी चाहिँ मेरो बेबी हुन्। अघिदेखि नै म एक्लै भ्लग बनाइरहेको छु। यतातिर देख्नु
सक्नुहुन्छ अनि यताबाट तलतिर है यहाँ हेलिप्याड छ बेबी यता हेरिदेऊ गुनै गु छ त्यही भएर यहाँ बेबी पनि नाक किचाउँदै खिचिरहेको छ नै जतातिरै गु कस्टम जता हेऱ्यो त्यतै गु यार ओहो यार यहाँ पनि हेर्नु सक्नुहुन्छ यहाँ पनि गुनै गु यहाँ पनि गुनै गु जता हेऱ्यो त्यतै गु छ दिनमा त हग्नु सक्दैन नि मेरो राति पक्का पनि राति हगेको होला गाइज लास्ट फोर यता गुफातिर आउने बाटोतिर त लास्ट पर्छ यतातिरै रहेछ फेरि आर्मी क्याम्प अरे यहाँ चाहिँ लाइभ खोलो इन्डियाबाट भाषामा लाग्छ मात्या पनि छन् के हो यहाँ चाहिँ सास नफेर्नु होला जतिजना पनि यहाँ आउनुहुन्छ यतातिर सास नफेरेर अक्सिजनको मास्क लगाएर आउनु होला किनकि यहाँ पुरा गुनै गु भन्नाउँछ हो पुरा म त झन्डैले बमिट गरेँ हो कि बेबीले 2 चोटि 3 चोटि झन्डैले बमिट गरेँ निस्किन मात्रै बाँकी त्यो घाँटीमा आएर बमिट पनि फर्क्यो तलतिर कसम यहाँ हिजो पनि खाना हिजो दिउँसोबाट केही पनि खाएको छैन त्यही भएर पनि होला सायद बमिट पनि आउनै सकेन क्या बाहिरतिर हो आमा यस्तो गन्नाएर छ यार कसम भनेको गाइज म त छ्या यार कसम भनेको लास्ट गन्नाएर कि यस्तो फोहोर रहेछ कि यहाँ थाहै थिएन यार फर्स्ट टाइम आएको कसम भनेको यार राम्रो हावा त पाउनै पाइन्न कि जता पनि गुनै गु गन्नाएर छ यार नाक बुझ्याहान बेबीले खाना पनि 2 थाल 3 थाल खाएको होला न अनि फेरि 1-2 थाल त यहाँ छोडेर गएछन् 2 थाल त यहाँ छोडेर गएछन् यतातिर पनि पुरा कमसेकम पुरैतिर हगेर आयो नि हुन्थ्यो नि यार कस्तो यहाँ पेट दुखेको मान्छे मात्रै आन्छन् जस्तो लाग्यो कि मलाई यतातिर त्यही माथि झन् गाइस पानी पर्दो रहेछ पानीले पुरा भिजाएर गुता फेत्रान्ने यार त केही पनि खाएको छैन त्यही भएर पनि होला सायद बमी पनि आउनै सकेन क्या बाहिरतिर हो प्रुफ देखाइदिए मैले कसम लास्ट फोर गाए चाहिँ यहाँ कसम भनेको यतातिर आउन्न कसम लास्ट फोर कसम आँखाबाट आँसु निस्क्यो गाइस छ्या यार थेट लास्ट फोर चाहिँ यार यस्तो फोर यहाँ पुरा नाक बुझ्दै आयो बेबीले हेट कसम भनेको झन्डैले फाल्यो यार